नामर्दको छोरा जस्तो घरमा बसेर यसो स्ट्याटस लिएर भिडियो हेर्दैन अब जान्छ हरेक आन्दोलन तर गोलीको अगाडि पछाडि बसेर नेतृत्व गर्छ सुन्नुभयो हजुर ध्यानले सुनेर दर्शक महानुभावहरू उहाँ आन्दोलनमा जान्छ नेपाली पुरो जानुहुन्छ जानी तर जब गोली चल्छ पछाडि बस्छ किन भन्नु नि यहाँ त मरेसी त सही घोषणा छैन बच्चालाई त क्षतिपूर्ति नि छैन अनि बुढी बित्दै बच्चा टुक्रो आमा बाउको बिजोग त्यही भएर जान्छ नेपाली पुरो हरेकमा जान्छ हरेक आन्दोलन जान्छ हेर्नुहोस् आमूल परिवर्तनलाई जान्छ तर गोली चल्न थाल्छ आर्मी पुलिसको पछाडि बसेर नेतृत्व गर्छ किनकि त्यहाँ डराएर भाग्दैन फेरि त्यही मान्छे एमालेमा छ त्यही माले माओवादीमा छ त्यही काङ्ग्रेसमा छ त्यही राजावादीमा छ भनेपछि यो फर्स्ट एडवादी रहेछ भन्ने कुरो मैले त्यहाँ आफूले विश्लेषण गरेँ आउँछन् मेरो घरमा राजाको भिडियो के पोस्टर हुन्छ सल्युट गरिन्छ आउँदैनन् के गर्नु अब मैले मात्रै बोलाएर आउने होइन त्यही भएर सपोर्ट चाहिँ गर्ने हो किले भएर गर्ने हो अब गोलीको अगाडि गरेर चाहिँ गरिँदैन किन पाठ सिक्यो अहिले आएको छैन नआए कस्तो हुन्छ नि नआउँदाखेरि तपाईँको अहिले मान्छेलाई वान्टेडमा राखेर गोली हान्ने आएको छन् आन्दोलनकारीमा हामी पढ्छौँ यस्तै कारणले आजसम्म नेपाल विकास भएको छैन यही हो मेन रिजन थाहा छ किन म त फेरि यस्तो क्या सिस्टर मेरो बाउले हजुर भन्नु त किनभने तपाईहरू एउटामा अडिग बस्नु हुँदैन यो चाहियो यसले मेरो भविष्य मेरो नेपालको भविष्य बन्छ भने त्यो कुरामा अडिग होइन तपाईँ जहाँ सत्ता छ जहाँ अलि पैसा पाइयो भने मासु भात पाइयो भने त्यतै जाने खाली व्यक्ति हुनुहुन्छ भने स्पष्ट भइसक्यो